समितिको प्रमुखले जिल्ला समन्वय समिति महासंघको प्रमुखले अस्ति काङ्ग्रेसको केन्द्रीय कार्यालयमा आएर हात जोडेर के भन्नुभएको छ भने म जम्मा एउटा कुरा भन्न आएको हुँ, संविधान संशोधन गर्दै गर्दा सबैभन्दा पहिला जिल्ला समन्वय समिति खारेज गरिदिनु होला भने एकचोटि माग राखेर आउनुभएको छ। त्यसको हालत के होला भनेर अनुमान गर्न सकिन्छ। त्यो बेलामा के हो, त्यो बेलामा थुप्रै कुरा कम्प्रोमाइज गर्नु पर्यो। हामीले आयोगको त्यसरी बनायौँ हैन, उपराष्ट्रपति किन चाहियो, उपराष्ट्रपति चाहियो भने उपराष्ट्रपतिले राष्ट्रसभाको अध्यक्ष बनाउने हो कि डाक्टर साहबले जुन कुरा भन्नुभयो हाम्रो साइज घटाउनु पर्यो। यति धेरै जनप्रतिनिधि चाहिँदैन, यति धेरै संख्या चाहिँदैन। कहाँ घटाउन मिल्छ, कुन आयोगहरू घटाउन मिल्छ अथवा कुन कहाँ घटाउने, कहाँ मिलाउने, के कुरामा गर्ने, कहाँका संख्याहरू घटाउने, यसको बारेमा राम्रो छलफल गर्नु पर्यो। छलफल गरेर ख्याल गर्नु पर्यो। आज एउटा महत्त्वपूर्ण कुरा उठेको छ। हामीले एकैपल्ट के भन्दैका छौँ भने प्रदेशको कारणले गर्दा हाम्रो खर्च बढ्यो भनेका छौँ। तपाईँ एकपटक प्रदेश नभएको बेलाको 75 जिल्ला 14 अञ्चल माथि केन्द्र भएको बेलाको नेपालको जनप्रतिनिधिको संख्या कति थियो, त्यसमा खर्च कति थियो अनुपातका हिसाबले अहिले प्रदेश बनिसकेपछि कति छ भन्ने तुलना गरेपछि मात्र त्यो निष्कर्षमा पुग्नुपर्छ है। हाम्रो खर्च बढी छ एकदमै छ, तर हाम्रो दिमागमा के परेको छ वा पस्दिएको छ भने प्रदेश भएको कारणले गर्दा खर्च बढेको छ, प्रदेश हटाइदिएपछि खर्च होइन, पटक्कै होइन। हाम्रो खर्च किन बढेको छ? हाम्रो डुप्लिकेसन छ। एउटा हामी एकदम असान्दर्भिक संरचनाहरू हामीले बनाएका छौँ जुन कुरा आवश्यक छैन। हाम्रो संविधानको बहसमा एउटा महत्त्वपूर्ण विषय हुनुपर्छ। चौथो विषय सुशासनसँग जोडिएको विषय हुनुपर्छ। सुशासन जोडिएको विषयमा जस्तै अहिले छलफल उठिसकेको छ। हाम्रो न्यायालयको बारेमा धेरै बेसी कुरा गर्दिनँ, विषय उठेको छ। हाम्रो संसदीय सुनवाई जस्तो परिपाटीहरू किन बनाएका हुन्छ? अघि नै हाम्रो सभामन्त्रीले ठिक कुरा उठाउनु भएको छ। हामी कहिले के भन्छौँ, नेपालमा दलहरूले भागभण्डा गरेको कारणले गर्दाखेरि बर्बाद हो, बिग्रियो भनेर भन्छ। यहाँ मात्र होइन, हामीले नेपालभन्दा बाहिरका कतिपय ठाउँहरूमा देख्यौँ भने पनि हामी के देख्छौँ, नियुक्ति गर्न आखिर सत्ता त सरकारले छ, प्रदेशको अधिकार कति रहने, स्थानीय सरकारको अधिकार कति रहने भने जसरी बहस हुनु पर्थ्यो त्यसरी बहस भएन, जसले गर्दा अप्ठ्यारो आएका छन्। त्यसैले यहाँभित्र अलिकति छलफल प्रदेशका बारेमा पनि एकदम धार्य भयो। जस्तो उदाहरणको लागि मलाई के गर्दा हुन्छ भन्ने लाग्छ, मेरो नितान्त व्यक्तिगत विचार हो, छलफल गर्ने यसरी त छलफल गर्ने भनेको सङ्घमा संसदीय व्यवस्था नै अपरिहार्य रहेछ भन्ने कुरा हामीलाई थप लाग्दै गएको छ। म कुनै बेला प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालतकर्ता थिएँ। प्रदीप गिरी, नरहरि आचार्य र म तीनजनाको काङ्ग्रेसको फरक मात्रै थियो, तर लामो समयको अभ्यास अनुभवबाट संसारभरिको राजनीति हेर्दै जाँदै गर्दा लोकरिजाइको राजनीति यो सबै कुरा देख्दै गर्दा मलाई के लागेको छ भने नेपाल जस्तो देशमा त अझ हामीहरूकोमा माथि पार्लियामेन्ट्री डेमोक्रेसी नै चाहिरहेछ। तर प्रदेशका सन्दर्भमा त सीमित अधिकार छ। प्रदेशमा यसो गर्न सकिन्छ कि छलफल गर्छ। सङ्घमा संसदीय व्यवस्था अहिलेको जस्तै गर्ने, तर प्रदेशमा चाहिँ मुख्यमन्त्री चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित गर्ने। मुख्यमन्त्री 5 वर्षको लागि कुनै एउटा पार्टीबाट निर्वाचित भएर आउँछ। मुख्यमन्त्रीले जम्मा 4 जना 5 जना 3 जनाको मात्रै मन्त्री परिषद बनाउँछ। मुख्यमन्त्रीले बनाउने मन्त्री परिषदको लागि त्यो प्रदेशको सांसद भइराख्नु पर्दैन। प्रदेशको सांसद 20-25 जनाको संसद हुन्छ, त्यसले कानुन बनाउँछ। माथि केन्द्रको सङ्घको सरकार बदलिने कुराले तल मुख्यमन्त्रीको को बदलिने भन्ने कुरा चाहिँ अहिलेको माथि पानी पर्दैन तल छाता बन्नुपर्ने अवस्था रहँदैन। यसरी छलफल गर्ने हो कि? दोस्रो कुरा हो। तेस्रो कुरा अहिले डाक्टर उठाउनु भएको छ, यो पनि सरकारी खर्च छ। तर छानिसके पछाडिको मान्छेले जिम्मेवारी लिँदै गर्दा मलाई कसले छान्यो भन्नेतिर उत्तरदायी रहँदैन। कोप्रति उत्तरदायी रहन्छ? म के कामको लागि छानिए भने उत्तरदायी रहन्छ। गिरिजा प्रसाद कोइरालाले नेपालको त्रिभुवन विश्वविद्यालयको भाइस चान्सलर कसलाई बनाउनु भयो? केदार भक्तमाथेलाई बनाउनु भयो। आज पनि विश्वविद्यालयको शिक्षाको बारेमा एमाले, माओवादी, नयाँ पार्टी, पुरानो पार्टी कसैले पनि स्थापना गरेर कहीँ कुनै छलफल चलाउनु पर्यो भने छलफल कहाँबाट प्रारम्भ हुन्छ? केदार भक्तमाथेबाट प्रारम्भ हुन्छ। हामी विश्वनाथको उपाध्यायको लागि चर्चा गर्छौँ, अहिले पनि अदालतको लागि चर्चा गर्नु पर्यो। सबै कसले बनायो, कसले छान्यो? काङ्ग्रेसले नेता प्रधानमन्त्री हुँदा छानेको। यसले के देखायो? यसले के देखायो भने हाम्रो अभ्यास, हाम्रो मिश्रित अनुभव हो। काहीँ हामीले व्यक्तिको छनौट ठिक गर्दै गर्दाखेरि संस्थाले ठिक ढङ्गले काम गर्न सके, काहीँ व्यक्तिको छनौट ठिक नहुँदै गर्दा त्यो संस्थाले काम गर्न सकेन। त्यसपछि यसको अनुभवको आधारमा हाम्रो संविधानमा के गर्ने हो? अख्तियारको प्रमुख नियुक्त गर्ने अहिलेको तरिका राख्ने कि बदल? यसको छलफल प्रारम्भ हुन, छलफल टुङ्गिन्न। किनकि संविधान बन्यो अप्ठ्यारो अवस्थामा, संशोधनको काम पनि प्रारम्भ भयो।
हामी कसैले पनि कल्पना गरेका थियौँ, तर दुःखद घटना हो। सुशील राई स्वर्गवास भयो, शेरबहादुर देउवाले पार्टी सम्हाल्नुभयो र त्यसपछि माओवादी र हाम्रो बिचमा मिलेर सरकार बन्यो। त्यो बेलामा पनि मधेस केन्द्रित दलहरूले संविधान सभा बहिष्कार गरेको, संविधान नमानेको अवस्था थियो। हामीलाई याद छ, असोज 3 लाई उहाँहरूले कालो दिवस भनेर संविधान जलाएको बेला थियो। र त्यो बेला पनि यस्तै छलफल गरिरहेको। नेकपा याद छ तपाईँले सम्झनुहुन्छ भने नेकपा एमाले र मधेस केन्द्रित दलहरूको 70मा ठुलो मुडीबाट भएको थियो। त्यसबाट नेकपा एमाले शक्ति पनि आर्जन गरेको थियो। त्यो बेलामा पनि काङ्ग्रेसले गाली खाएको थियो। काङ्ग्रेसको नेतृत्व लुटे भयो, कमजोर भयो, लडेन भिडेन, मधेस केन्द्रित दलले खाइसक्यो भ्याइसक्यो भन्ने चर्चा भइरहेको थियो। तर शेरबहादुर देउवाले फेरि सम्हाल्नुभयो काङ्ग्रेसको नेताको रूपमा। यो संविधानलाई कार्यान्वयन गरेर लिएर जाने क्रममा मधेस केन्द्रित दलहरूलाई निर्वाचनमा भाग लिन लगाइएन भने जे कारणले बनाएका थियौँ त्यो कारण अनुसारको काम गर्ने कि गरेन, छलफल गरेन। जस्तो एउटा सानो उदाहरण हेर्नुहोस् है, काठमाडौँको केन्द्र जसलाई भन्छौँ वा सङ्घ निमाजीले भन्नुभयो, त्यो सङ्घसँग भएको जुन अधिकार हो त्यो धेरै अधिकार सङ्घसँग रहनु नै हुँदैन थियो। कहाँ आउनु पर्थ्यो? प्रदेशमा आउनु पर्थ्यो। सङ्घको सहरी मन्त्रालय, सङ्घको भौतिक योजना मन्त्रालय, सङ्घको खानेपानी मन्त्रालय अहिले पनि 5 लाखको 10 लाखको आयोजनामा काम गरेर बसिरहेको छ। यस्तो पनि प्रदेश हुन्छ 5 लाख 10 लाख 15 लाखको आयोजनामा। बाँकीको मान्छे, बर्दियाको मान्छे, यहाँको चाहिँ कपिलवस्तुको मान्छे, त्यो ठुल्ठुलो जुन चाहिँ सङ्घसँग जोडिएको रक्षाको विषय, विदेश सम्बन्धको विषय, ठुल्ठुलो पूर्वाधारको विषयभन्दा बाहेक तपाईँलाई सङ्घको मन्त्रालयसँग सरकारै नहुनु पर्यो। तपाईँलाई कोसँग सरकार हुनुपर्ने हो भने यहाँको लुम्बिनी प्रदेशको मन्त्रालयसँग सरकार हुनुपर्ने हो। हामीले त बनाउँदै बनायौँ, हामीले त गर्दै गरेनौँ। यसको एउटा कारण किन पनि छ भने मधेस केन्द्रित जस्तो राम्रो लोकप्रिय पार्टी बनाए, नेतृत्वको उचाइ रहेको अवस्था रह्यो भने मैले मजाले 5 वर्षका निम्ति सरकार चलाउने, मेरो नीति योजना कार्यान्वयन गर्न सक्ने अवस्था बन्छ भनेर भन्न सक्ने अवस्था गर्नलाई निर्वाचन प्रणालीमा कसरी छलफल गर्ने होला, के गर्ने होला, एउटा विषय हाम्रो संविधानको अहिलेको परिमार्जनसँग एउटा विषय होला। दोस्रो विषय आजमै आयो, संघीयतासँग जोडिएको छ। नेपालमा नेपाली कांग्रेस पार्टी मात्र पहिलो पार्टी हो जसले नेपाललाई संघीयतामा लिएर जाने सङ्कल्प गर्यो। यो बिर्सनुहुन्न है। कांग्रेसको साथीहरूले सँगसँगै बस्दै गर्दा के भनेको पाउँछु म भने यो संघीयताको सन्दर्भमा यो कहिले पनि हाम्रो एजेन्डा थिएन भन्ने ठाउँबाट बहस सुरु गरेको पाउँछु। एउटा दुःखद घटना भयो, नेपाली कांग्रेस 2टा भएको थियो। नेपाली कांग्रेस गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा थियो। त्यो कांग्रेसले अधिवेशनबाट निर्णय गर्यो 10औं कि 11औं त्यो अधिवेशनबाट निर्णय गर्यो 11। त्यो 11औं अधिवेशनबाट निर्णय गरेर के भन्यो? 11औं अधिवेशनमा निर्णय गरेर अब नेपालमा माथि केन्द्र राखेर मात्र चल्दैन, प्रदेश भन्ने शब्द पहिलो पटक प्रयोग गर्ने पार्टी नेपाली कांग्रेस पार्टी हो जसले आफ्नो अधिवेशनबाट यसलाई निर्णय गर्यो। त्यो बेलामा नेपाली कांग्रेस प्रजातान्त्रिक शेरबहादुर देउवाको नेतृत्वमा थियो। नेपाली कांग्रेस प्रजातान्त्रिकले त अझ के गर्यो? प्रदेश भन्ने मात्र प्रयोग गरेन। उसले के भन्यो भने नेपाललाई अब संघीयतामा लिएर जाने हो भनेर भन्यो। माओवादी त काठो काट्यो। माओवादीले खोजेको प्रदेश होइन, माओवादीले त जातीय आत्मनिर्णयको अधिकार भएको युनिट खोजिरहेको थियो। उसले यो भौगोलिक प्रदेश अहिलेको विषयमा उसको सरकारै थिएन। त्यो अर्को डिफ्रेन्ट स्टोरी हो। त्यो तपाईले कसैले रुसको इतिहास पढ्नुभयो भने लेनिनले कसरी त्यहाँ अहिलेको तपाईँ रुस र युक्रेनको लडाइँ हेर्न अहिले बुझ्नु मन छ भने तपाईँ रुसको त्यो बेलाको आत्मनिर्णयको अधिकार सहितको प्रदेशहरू कसरी बनाएका रहेछ भन्ने ठाउँमा त्यो बेलाको 1918-20 त्यतिखेर तपाईँले पढ्नुपर्छ अनि बल्ल आजको रुस र युक्रेनको लडाइँ बुझिन्छ। त्यो प्रदेशहरू कसरी बने हाम्रो सन्दर्भमा त्यो होइन। यो कुरा प्रश्न हुन आवश्यक छ। किन यस्तो भनियो? किन यस्तो हामीले चाहेको जस्तो हाम्रो पार्लियामेन्ट बन्यो। चाहेको जस्तो पार्लियामेन्ट बनाउनको लागि जनसङ्ख्या जस्तो छ, देश जस्तो छ, त्यहाँ तल बसिरहेको माथिबाट हेर्दै गर्दा जस्तो देखिन्छ। यहाँ को हुनुहुन्छ? पहाडको मान्छे हुनुहुन्छ, मधेसको मान्छे हुनुहुन्छ, यहाँ हिन्दू हुनुहुन्छ, मुस्लिम हुनुहुन्छ, जनजाति हुनुहुन्छ, महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, युवा हुनुहुन्छ, वयस्क हुनुहुन्छ। यहाँबाट हेर्दै गर्दा त्यो देखिन्छ भने त्यहाँबाट हेर्दै गर्दा यो संसदको पनि त्यस्तै देखिनु पर्यो। त्यो देखियो भने चाहिँ मेरो प्रतिनिधित्व भएको भन्ने ठान्ने भयो। त्यो नदेखेरै गर्दाखेरि चाहिँ बनाउनु पर्ने जुन कामहरू थिए त्यसको लागि समय सीमा तोकेनौँ। जस्तो उदाहरणको लागि विद्यालय शिक्षाको विधेयक, निजामती कर्मचारीको विधेयक, प्रहरीको विधेयक,
यस्तो कानुनहरु मात्रै कतिवटा बनाउनु पर्दो रहेछ भनेर हेरेको अहिले मोटामोटी हेर्दै गर्दा 40 वटा बनाउनु पर्दो रहेछ। जुन हामीले धेरै पहिला बनाइसकेका हुनुपर्छ। बनाएनौँ हामीले। किन बनाएनौँ? किनभने हाम्रो काम गर्ने तरिका के हो? समय सीमा नतोकेको हुनाले गर्दा हामीले बनाएनौँ। अहिले हामी के गर्न खोज्दैछौँ? अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार रहँदै गर्दा हाम्रो एउटा प्राथमिकताको विषय भनेको संविधान कार्यान्वयनसँग जोडिएका जति पनि बनाउनु पर्ने कानुनहरू छन् ती कानुनहरू हामी एकदमै छिटो बनाउन चाहन्छौँ। हामी सकेसम्म यही संसदको सत्रबाट शिक्षाको कानुन टुङ्ग्याउन चाहन्छौँ, निजामतीको कानुन टुङ्ग्याउन चाहन्छौँ, प्रहरीको कानुन टुङ्ग्याउन चाहन्छौँ। अहिले थालेको कुराहरू सर्वोच्च अदालतले आदेश गरेको छ, ती कुराहरू हामी कानुनमा थप्न चाहन्छौँ। कतिपय कानुनहरू खारेज गर्नुपर्छ जस्तै 40 वटा कानुनहरू बनाउनु पर्छ भनेको जस्तै फेरि 40औं कानुन फेरि हाम्रो संविधानसँग बाजिएको छ। हिजो एकात्मक हुँदै गर्दा हिजोको 47 सालको संविधानको अथवा त्योभन्दा पनि पुरानो संविधानसँग जोडिएर बनाएका कतिपय कानुनहरू, संस्थाहरू, संरचनाहरू हामीले खारेज गर्नुपर्नेछ। ती एकदमै छिटो गर्नुपर्छ। त्यसको संविधानसँग के पनि सम्बन्ध छैन है। अहिले यहाँनिर हामीहरू प्रश्न हुन आवश्यक छ। यो छुट्टै विषय भयो। अब त्यसको संविधानको संशोधन परिमार्जन गर्ने विषयहरू के हुन् त भन्ने सन्दर्भमा आज आएको कुराहरूलाई म छुटकरी राखेर टुङ्ग्याउँछु। एउटा विषय आयो निर्वाचन प्रणालीका सन्दर्भमा। हामीले एकदमै छनौट गरेर अहिलेको निर्वाचन प्रणाली ल्याएको हो। यो निर्वाचन प्रणाली खराब निर्वाचन प्रणाली हो। संसारमा भएका अभ्यास भएका निर्वाचन प्रणालीहरूमध्ये हामीले लामो छलफल गरेर निर्वाचन प्रणाली छान्यौँ, मिश्रित निर्वाचन प्रणाली। कारण के? हामीले 47 सालको संविधान पछाडि जब प्रतिनिधि सभाको निर्वाचन गर्यौं, जुन निर्वाचनबाट आएको संसदले सरकार बनाउँछ, त्यो प्रतिनिधि सभामा न महिलाको प्रतिनिधित्व भयो, न दलितको प्रतिनिधित्व भयो, न उचित संख्यामा मधेसको प्रतिनिधित्व भयो, न मुस्लिमको प्रतिनिधित्व भयो, न कर्णालीको प्रतिनिधित्व भयो, पिछडेको क्षेत्रको प्रतिनिधित्व भयो। अर्थात् एक व्यक्तिले एक मत हाल्न पाउने सुविधाको प्रयोग गरिरहँदै गर्दा हाम्रो विशिष्ट अवस्था, जातीय भौगोलिक विविधता अवस्थाको कारणले गर्दा कहाँबाट सुरु गर्नु पर्यो भने यसलाई सकारात्मक नोटबाट सुरु गर्नु पर्यो, एकदम पोजिटिभ नोटमा। हाम्रो नेतृत्वमा शान्ति प्रक्रिया सुरु भयो, हाम्रो नेतृत्वमा संविधान बन्यो, हाम्रो नेतृत्वमा संविधान कार्यान्वयन गयो। हामी अहिले संविधानको अभ्यास गरिरहेका छौँ, गर्ने क्रममा के अनुभव गरेका छौँ, केही कुरा सिकेका छौँ। यसको आधारमा यसमा के बदल्नु छ, के परिवर्तन गर्नु छ। 1 2 यो संविधान कार्यान्वयन गर्दै जाँदा हामीले बनाएका नीतिहरू वा नबनाएका नीतिहरूको कारणले गर्दा जुन अप्ठ्याराहरू सृजना भएका छन् वा हाम्रो नियतका कारणले गर्दा जुन अप्ठ्याराहरू सृजना भएका छन् त्यसको भारी संविधानलाई बोकाइदिएर हुँदैन। त्यसको भारी संविधानलाई बोकाइदियो भने हामी के गर्छौँ भने नीति र नियतबाट सृजना भएका समस्याहरूको समाधान हामी संविधानबाट खोज्छौँ। त्यो संविधानबाट खोजेर हुँदैन। त्यसलाई हामीले केबाट खोज्नुपर्छ? नीति वा नियतबाट खोज्नुपर्छ। त्यसैले हामी संविधानको संशोधनको परिमार्जनको बहस गरिरहँदा यो कुरा प्रश्न हुन आवश्यक छ। उदाहरणका लागि हामीले संविधान बनाइरहँदै गर्दा मौलिक हकमा 31 वटा हक लेख्यौँ। मौलिक हक भनिसकेपछि लेख्न साथ प्राप्त गर्नु पर्यो। तर हाम्रो अप्ठ्यारोलाई हेरेर हामीले कहीँ नभएको व्यवस्था हाम्रोमा गऱ्यौँ कि मौलिक हक भनेपछि कानुन बनाएर गर्ने, अन्तरिम संविधानको अनुभवका आधारमा कानुन बनाउने भनेपछि नेपालमा कानुन कहिले नबन्न सक्छ भनेर कानुन बनाउने समय सीमा तोक्यौँ। 72 मा संविधान जारी भएकोले 75 साल असोज 1 गते भित्रमा कानुन बनाइसक्ने भनेर तोकेको हुनाले गर्दा रातारात गरेर हामीले कानुन बनायौँ। त्यो मौलिक हक कार्यान्वयन गर्ने कुराको सन्दर्भमा। तर मौलिक